नमस्ते साथीहरू, यस्तै छ। आज चाहिँ बाँस बोकाइ हुँदैछ मेरो पनि होइन। यो बाँस चाहिँ भाटा काटेर नि बाँसको भाटा काटेर फलफुललाई हेर्नुपर्ने छ। झापाबाट ल्याएको छु फलफुलको बिरुवाहरू पनि होइन। हाम्रोतिर चाहिँ बाँदरले साह्रै दुःख दिन्छ क्या, बाँदर आएको छ। त्यही भएर यो भाटा काटेर चाहिँ ठ्याप्प लाएर मेरो फलफुलको बिरुवाहरूलाई चाहिँ चेकिराख्नुपर्ने छ। साथीहरू यस्तै छ, तपाईँहरूलाई थाहा छ। अब अलैँची त लाउँदैछु म होइन। त्यो बाहेक अरू के छ त मेरो बारीमा। त्यो चाहिँ आँपको बोट होइन, जस्तै कति 3-4 महिना भयो होला रोपेको। यो चाहिँ मैले झापाबाट मगाएको थिएँ, यत्रो यत्रो भइसकेको छ। ट्याक्क लाएर यो पनि लिचीको बोट हो, यो पनि तलैबाट मगाएको। फलफुलहरू फल्यो भने म मात्रै खाने होइन साथीहरू, तपाईँ हामी सबैजना मिलेर खानुपर्छ। कटहरको बोट यत्रो भइसकेको छ। यो कटहरको बोट लागिसक्यो, अब लगभग हेरौँ कतिको फल्छ, मौसमले साथ दिन्छ। गाडा यत्रो भइसकेको छ, हरियो भएर आएको छ। साथीहरू सन्तला पनि झाँगिँदैछ है, सन्तला पनि झाँगिँदैछ। यत्रो भइसक्यो। चाइनिज सम्मक हो यो चाहिँ, भित्र रातो हुन्छ होइन। यो हिजोस्ति ल्याएर रोपेको कटिङ बिरुवाहरू यिनीहरू सबै यत्रोमा पो सानो दाना लागिसकेको छ। अचम्म छ। अरू पनि धेरै लगाएको छु बिरुवाहरू त, तर त्यो बिरुवाहरू चाहिँ अहिले देखाउनु मिल्दैन अरे क्या, पछि ठुलो भइसकेपछि फल लागेपछि देखाउँला तपाईँहरूलाई। यस्तै छ गाउँघरमा। हस् त साथीहरू, बाई बाई। फेरि अर्को भिडियोतिर भेट्दै गरौँ। त्यो फलफुल हुने भाटा लाउँदैछु क्या। नमस्ते सबैजना।